सम्पूर्ण माई सेवाधोक हामी घर सरसफाइ गर्न लाग्यौँ। बुवा मम्मी म आज हामीले चाहिँ घर सरसफाइ गर्न लागेको चाहिँ किनभने भोलि माइजूको पूजा लाउँदै हुनुहुन्छ माइजूले। त्यस कारणले गर्दाखेरि हामीले सरसफाइ गऱ्यौँ। माइजी चाहिँ काठमाडौँबाट आज आउनुहुन्छ। घर सरसफाइ गर्दै हुनुहुन्छ मम्मी बुवा म हामी तीनजना भएर। यो घरमा चाहिँ 4वटा कोठा रहेको छ। 4वटा कोठा अनि बिचमा प्यासेज पनि रहेको छ र फाइनली गाइजहरू हामीले चाहिँ सरसफाइ सकियो। पूजाको लागि बट पिपलको पात टिप्यौँ। रातो फुल यो चाहिँ हिजोआजको सिजन छ, धेरै फुलहरू छ रातो फुल। त्यसपछि बेलपत्ता पनि लिन गयौँ। यो चाहिँ बेलपत्ता, गुलाबको फुल, कन्टी फुल पनि टिप्न गयौँ गाइजहरू। कन्टी फुल पनि हिजोआजको सिजन हो र त्यसपछि फेरि अर्को फुल पनि टिप्न गयौँ। यो पनि 2 कलरको छ है गाइजहरू, रङ्गी चङ्गी। फाइनली हाम्रो पूजा भयो। फाइनली हाम्रो पूजा सकिसक्यो। त्यसपछि हामीले खिर बनायौँ, स्याउ काट्यौँ। 3जना माइजूहरू मिलेर बनाएको है गाइजहरू। पुरी बनायौँ अनि अचार पनि बनाएको छौँ हामीले पूजा प्रसादीको लागि। अनि माइजू यहाँ तरकारी बनाउँदै हुनुहुन्छ। यो चाहिँ चना र आलु पुरीसँग खानालाई मिठो हुन्छ भनेर। अनि माइजूले यहाँ हालेर दिँदै हुनुहुन्छ। मेरो मम्मी चाहिँ खाइरहनु भएको छ मिठो मानेर। यो चाहिँ हाम्रो माइजूको घर फाइनली खाँदै हुनुहुन्छ। यहाँनिर खिर अचार स्याउ प्रसादीमा यो मेरो माइजू घरबेटी र हामी पनि अब खानालाई तयारी गऱ्यौँ गाइजहरू। सबैजनाले फलो एन्ड सपोर्ट पनि गरिदिनु होला र माया पनि गरिदिनु होला। हस् त।